पानी परेपछि यो दाउनेको बाटोको मजा नै छुट्टै हुन्छ। ताजा हावा, हरियो रुख अनि बादलहरूको बिचबाट हाम्रो यो ड्राइभ। वेलकम ब्याक गाइज। आज हामी दाउनेको बाटो हुँदै ट्राभल गर्दैछौँ। तर यदि तपाईँ गत दशकमा यो नानगढ बुटोल सडक खण्डमा यात्रा गर्नुभएको छ भने यो बाटोले कति दुःख दिन्थ्यो भन्ने कुरो पक्कै थाहा होला। विशेष गरी पानी परेको बेला झन् घन्टौँ जाममा बस्नु पर्थ्यो। आजको यस भिडियोमा हामी दाउनेको सडकको एकदमै पछिल्लो अवस्था हेर्नेछौँ। धेरैको मनमा एउटै प्रश्न छ, के यो बाटो पुरै बनिसक्यो? आउनुहोस् हेरौँ। उकालो बाटो सुरु भएपछि यहाँको प्रगति साँच्चै नै राम्रो देखिन्छ। बाटो धेरैजसो ठाउँमा पूर्ण रूपमा बनिसकेको छ र पहिलेको तुलनामा गाडी चलाउन निकै सजिलो भएको छ। बिहानीको 9:30 बज्दैछ। भन्सार कटेर आउने मालवाहक ट्रकहरू आइ नपुगेर होला बाटोमा खासै ओभरटेक गर्नु परेको छैन। बाटो खाली खाली नै देखिन्छ। उकालो लाग्दै गर्दा बाटोमा हुस्सु आइहाल्यो। हुस्सु आए पनि बाटो रमणीय भयो, किनभने भिजिबिलिटी खासै धेरै कम भएन। बाटोको ढलाइ भएको भाग यति फराकिलो छ कि 3वटा गाडीहरू सजिलै पास हुन्छ। त्यसैले ठाउँ ठाउँमा गिटी बालुवा थुप्राएको अथवा पार्किङ गरेर राखेको गाडी भएको ठाउँमा पनि 2वटा गाडीहरू बिना रोकटोक सजिलै पास भइरहेको छ। तपाईहरू देख्न सक्नुहुन्छ, यो उकालोको केही भागमा बाटो आधा मात्रै ढलाइ भएको छ र बाँकी आधा भागमा काम हुँदैछ। तर यहाँ जाम होला कि भनेर आत्तिनु पर्दैन, किनभने दुईतर्फी गाडीहरू मजाले हट्छ। हामी दाउनेको टुप्पोमा आइसक्यौँ। यहाँ टन्नै खाना खाने होटलहरू छ। पहिला पहिला जब बुटोल नानगढ सडक खण्डलाई 4-5 घन्टा लाग्थ्यो, यो हाम्रो सुस्ताउने बिसाउने थियो। तर अहिले 1.5 घन्टा मात्रै भयो हाम्रो यात्रा सुरु भएको। त्यसैले हामी रोकिँदैनौँ, सिधै अगाडि बढ्दै गर्छौँ। यहाँको यो 100 मिटर सेक्सन भने वान वे छ र बाटो कच्ची नै छ। तपाईहरू देख्न सक्नुहुन्छ, बाटोमा पानी पनि भरिएको छ। आधा बाटोमा ढलाइ भइसकेको छ। चाँडै नै गाडीहरूको लागि त्यो पनि खुल्नेछ।
यहाँबाट हाम्रो ओह्रालो यात्रा सुरु हुन्छ। डुम्कीवासदेखि दाउनेसम्मको बाटो त राम्रै थियो। हेरौँ दाउनेदेखि बर्दघाटसम्मको सेक्सन कस्तो छ। यो डाउनहिल सेक्सन पनि धेरैजसो बनिसकेको रहेछ, तर मैले एउटा फरक महसुस गरेँ। पहिले बर्दघाट बजार देखिनको लागि तलै पुग्नु पर्थ्यो। अहिले सायद बाटो फराकिलो बनाउँदा रुखहरू काटिएकोले होला माथि उचाइबाटै देखिन थालेको छ। यहाँ पनि 500 मिटरको बाटोको सेक्सन चाहिँ कच्ची बाटो हिँड्नु परिरहेछ। माथि दाउनेको टुप्पोमा जस्तै यहाँ पनि आधा लेनको ढलाइ भइसकेको छ भने बाँकी आधा लेन कच्ची नै छ। तर माथिको भन्दा फरक के छ भन्दाखेरि यहाँ रहेको कच्ची आधा लेनमा पनि दुईतर्फी नै गाडी चल्न सक्छ। समग्रमा भन्नुपर्दा दाउन्ने सडक खण्डको यो नयाँ रूप देख्दा खुसी लाग्छ। पहिलेको जस्तो घन्टौँ जाम, हिलो र ठुला ठुला खाल्डोहरूको तुलनामा अहिले बाटो धेरै जसो बनिसकेको छ। यात्रा निकै सहज छ। अब लामो समयपछि फेरि डाउन्नेको बाटो आयो भन्दा डर होइन, खुसी लाग्ने भएको छ। यदि तपाईँ पनि चाँडै नै यो रुटमा यात्रा गर्दै हुनुहुन्छ भने आशा छ यो अपडेटले तपाईँलाई मद्दत गर्यो होला। सडकको यो जानकारीमूलक भिडियो तपाईँलाई मन पर्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईँले पछिल्लो पटक यो सडकमा कहिले यात्रा गर्नुभएको थियो कमेन्टमा लेख्नुहोला। फेरि अर्को रोमाञ्चक भिडियोमा हामी भेट्ने नै छौँ। त्यतिन्जेलको लागि किप ड्रिफ्टिङ।